होइन बिहे गरे भए नि चल्छ अलिअलि केही फरक पर्दैन होइन बिहे गरे भए नि चल्छ अलिअलि केही फरक भाँडा धुन जानेको पोत्न जानेको घाँस काट्न जानेको सब गर्छु फेरि मैले खैनी रक्सी चुरोट जार केही खाँदैन मलाई एउटी अझ किने नातिनी हुने चाहिँ त्यो मिलाइदिनु के अझ किनी नातिनी ओके हो र अझ किनी नातिनी कि कस्तो अझ किने नातिनी के अझ किने नातिनी त कडा रहेछ त्यसो त सबै मिल्न मेरो बिहा मिसन 84 सफल पार्यो है ल यिनले केटी खोज्या छन् केटी खोजेर आत्या छन् बिहा एकदम कन्याकुमार एकदम भाँडा धुन जानेको पोत्न जानेको घाँस काट्न जानेको सब गर्छु फेरि मैले खैनी रक्सी चुरोट जार केही खाँदैन कसलाई मनपर्छ भने बिहेको लागि सम्पर्क गर्नु होला बिहेको लागि सम्पर्क गर्नु होला अनि यिनलाई चाहिँ एकदम बिहे नगरेको कन्या केटी लगभग 30-35 वर्ष है 30-35 वर्षको 5-6वटा छोराछोरी जन्मेको नजन्मेको बिहा नगरेको त्यस्तो खालको चाहिएको छ होइन बिहे गरे भए नि चल्छ अलिअलि केही फरक पर्दैन हो र हजुर ए ल ठिक छ ल ठिक छ अब यिनको लागि चाहिँ को छ रेडी 30-35 वर्षको बिहे भर्खर नभएको अनि ल 3-4वटा छोराछोरी पनि नभएको त्यस्तो चाहिएको छ होइन त्यस्तै चाहियो ल खोदिम सबले ल खोदिनु होला गाइस सफल पारौँ ल सफल पारिदिनु पर्यो भाइलाई अनि भाइ चाहिँ धेरै के भन्छ सुभाषिलो छ फेरि म है काम यिनले सब काम गर्छन् फेरि काम भन्ने कुरा त यिनले त सब काम गर्छन् के अरे घाँस काट्ने गोरु फाल्ने के अरे घाँस मल फाल्ने के गोबर फाल्ने अनि गाई दुनी घाँस काट्ने